यो हो पुरीको बेणी हनुमान मन्दिर, जहाँ भगवान आज पनि सुनको जन्जिरमा बाँधिएका छन्। जुन हनुमानलाई रावण जस्तो अहङ्कारीले बाँध्न सकेको थिएन, ती हनुमानलाई यसरी कसले बाँध्यो, किन बाँध्यो? यस मन्दिरको कथा सुरु हुन्छ समुद्रको भक्तिबाट, जो सम्पूर्ण पुरी शहरको लागि एउटा महासङ्कट बनेको थियो। समुद्रदेव आफ्नो भक्तिमा यति व्याकुल हुनुहुन्थ्यो कि समुद्रदेव भगवान जगन्नाथका चरण छुनको लागि पटक पटक आफ्नो विनाशकारी लहरहरूले पुरै शहरलाई तहस नहस बनाइदिन्थे। यसलाई रोक्नका लागि भगवान जगन्नाथले हनुमानजीलाई समुद्रको तटमा समुद्रलाई रोक्न तैनात गरिदिनुभयो। तर हनुमानजी राम भक्त हुनुहुन्थ्यो। जहाँ पनि राम कथा, कीर्तन, भक्ति सङ्गीत हुन्थ्यो त्यहाँ दौडेर पुगिहाल्नुहुन्थ्यो हनुमानजी। देवले मौका पाउँथे र फेरि त्यही कुरा दोहोरिन्थ्यो। तब भगवान जगन्नाथले त्यो गर्नुभयो जो कसैले कल्पना पनि गर्न सक्दैनथ्यो। उहाँले समुद्र तटमा आएर हनुमानलाई भन्यो कि तिम्रो शक्तिलाई म मात्र रोक्न सक्छु, त्यसैले म स्वयं तिमीलाई कर्तव्यको बेडीमा बाँध्छु भनेर हनुमानजीलाई बाँध्नुभयो। अरू जुन ठाउँमा भगवानले आफ्ना भक्तलाई बाँधेको थियो त्यसै ठाउँमा पछि गएर बेडी हनुमान मन्दिर बनाइयो। कमेन्टमा हनुमानका भक्तहरू जय हनुमान लेख्नुहोला।